ल केटा हेरिहाल्यो होला नि गेम अल नासर भर्सेस अल हिलालको बबाल क्रेजी गेम भएको थियो तर लास्टमा गएर तुइयो किपरले आफै गोल हान्दियो केटा हो अब के गर्ने हेर यसपालि अल नासरले साउदी प्रो लिग जित्छ भनेर उत्सव मनाउन ढुक्क भएर चिल पारामा पुरै बाजा गाजा सहित रेडी भएर बसेको पिलित्त पारिदियो केटा हो होइन अब अझै बाँकी रह्यो फाइनल गेम अझै बाँकी रह्यो अझै साउदी प्रो लिग जितेको छैन केटा हो अल नासरले 10 सेकेन्ड बाँकी हुँदाखेरि गोल खायो अल नासरले अल हिलालले गोल हानिदियो केटा 10 सेकेन्ड बाँकी हुँदा त्यस्तो अवस्थामा कुनामा बसेर रुने कि हाँस्ने कि के गर्ने कमेन्ट गर त केटा त्यो अवस्थामा के गर्ने फ्यानहरूले त्यो त एक चम्चा पानीमा डुबेर मरे जस्तै भए यार साह्रै दुःख लागेछ केटा तर अल नासरले जित्छ है केटा साउदी प्रो लिग यसपालि ढुक्क रोनाल्डोले साउदी प्रो लिग जित्छ